प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज म एउटा प्रश्न सोध्न चाहन्छु के तपाईँको जीवनमा त्यस्ता दिनहरू छन् जुन सम्झँदा तपाईँको मन भित्रबाट हल्लिन्छ? बाल्यकालका दिनहरू, विश्वासको सुरुवातका दिनहरू, परमेश्वरसँग नजिक भएका ती दिनहरू। कहिलेकाहीँ हामी भन्छौँ, मेरा ती बितेका दिनहरू म कसरी भुल्न सक्छु र? किनकि ती दिनहरू सामान्य दिनहरू थिएनन्। त्यो दिनहरूमा आँसु थियो, प्रार्थना थियो, परमेश्वरको स्पर्श थियो। आज हामी यही विषयमा विचार गर्नेछौँ। भजन सङ्ग्रह 77 को 11 परमप्रभुका कामहरू सम्झन्छु, म पुरा अद्भुत कामहरू सम्झनेछु। यहाँ लेखकले एउटा महत्त्वपूर्ण कुरा सिकाउँछन्। विश्वासको जीवनमा सम्झना धेरै महत्त्वपूर्ण हुन्छन्। इजरायलका मानिसहरूलाई परमेश्वरले बारम्बार भन्नुभयो, मेरो कामहरू सम्झ। किनकि जब मानिसहरूले परमेश्वरको काम बिर्सिन्छन् तब मानिसहरूको विश्वास कमजोर हुन्छन्। पुरानो फोटोको एल्बम कल्पना गर्नुहोस्। पुरानो फोटोको एल्बम तपाईसँग छ भने र देख्नु भएको छ भने तपाईँले कल्पना गर्नुहोस्। तपाईँले घरमा पुरानो फोटो एल्बम खोल्नुभयो। यहाँ देख्नुहुन्छ कि बाल्यकालको फोटो, परिवारको फोटो, विवाहको फोटो, चर्चको कार्यक्रममा खिचेको फोटोहरू। फोटो हेर्दा हामी समयमै फर्के जस्तो हुन्छ। त्यो क्षण फेरि हृदयमा जिउँदो हुन्छन्। जीवन पनि त्यस्तै हो। हाम्रो हृदयमा एक प्रकारको आत्मिक एल्बम हुन्छन् प्रिय मित्र। त्यसमा हुन्छ पहिलो प्रार्थना, पश्चाताप, परमेश्वरले गर्नुभएको चमत्कार। त्यसैले हामी भन्छौँ, म ती दिनहरू कसरी भुल्न सक्छु र? जीवनका 3 प्रकारका हाम्रा सम्झनाहरू। परमेश्वर भेटेको दिन धेरै मानिसहरूको जीवनमा एउटा विशेष दिन हुन्छ। त्यो हो जब पहिलो पटक यीशुलाई हृदयमा ग्रहण गरे। त्यो दिन हृदय हलुका भयो र आँखा रसायो, आत्मामा शान्ति आयो। त्यो दिन कहिले बिर्सिन चाहिँ हामीले सकिँदैन प्रिय मित्र। सङ्घर्षका दिनहरू कहिलेकाहीँ हामीलाई सबैभन्दा गहिरो सम्झना दुःखका दिनहरूले दिन्छन्। किनकि त्यो समयमा परमेश्वर नजिक आउनुहुन्छ। नेपालीमा एउटा उखान छ, घाम लागेपछि छायाको मूल्य थाहा हुन्छन्। त्यस्तै दुःख आएपछि हामी परमेश्वरको मूल्य बुझ्छौँ प्रिय मित्र। आराधनाका दिनहरू कहिले काहीँ एउटा आराधना सभा, एउटा प्रार्थना रात र एउटा भजन। त्यो दिन हाम्रो आत्मामा चाहिँ आगो बल्छन् र हामीले वर्षौंसम्म चाहिँ बिर्सिन सक्दैनौँ। त्यो दिन हाम्रो आत्मामा आगो बल्छन् र वर्षौंसम्म चाहिँ त्यो निभ्दैनन्। अगस्टिन अफ हिप्पोले चाहिँ मानिसको हृदय परमेश्वरमा विश्राम नपाएसम्म शान्त हुँदैन भन्नुभएको छ। त्यसैले जब हामी परमेश्वरसँग बिताएका दिनहरू सम्झन्छौँ, हाम्रो हृदय फेरि तानिन्छ। एक प्रचारक चार्ल्स प्रोगेन्सले भनेका छन्, परमेश्वरले तपाईलाई पहिले कसरी मद्दत गर्नुभयो त्यो सम्झनुहोस्। किनकि सम्झनाले विश्वास बलियो बनाउँछन् प्रिय मित्र। जुन न्युटन दास व्यापार गर्ने जहाजमा काम गर्थे, उनको जीवन पापले भरिएको, परमेश्वरबाट टाढा र एक दिन समुद्रमा भयानक आँधी आयो प्रिय मित्र। जहाज डुब्ने अवस्थामा पुग्यो। त्यस क्षण उनले प्रार्थना गरे, हे परमेश्वर मलाई बचाउनुहोस्। त्यही रात उनको जीवन परिवर्तन भयो। पछि उनी एक महान पास्टर बने। उनले विश्व प्रसिद्ध भजन लेखे, एमेजिङ ग्रेस, अचम्मको अनुग्रह। त्यो भजनमा उनी भन्छन्, म हराएको थिएँ तर अब भेटिएको छु। उनले जीवनभर त्यो रात बिर्सेनन्, किनकि त्यो रात परमेश्वरले उनलाई भेट्नु भयो। प्रिय मित्रहरू, कहिले काहीँ हामी पुराना दिनहरू सम्झन्छौँ र हाम्रो हृदय भावुक हुन्छन्, तर त्यो गलत होइन। किनकि त्यो सम्झनाले हाम्रो विश्वास चाहिँ जगाउँछन् प्रिय मित्र, जागृति फेरि चाहिँ गराउँछन्, हाम्रो आत्मालाई नजिक ल्याउँछन्। आज म तपाईलाई 3 प्रश्न सोध्न चाहन्छु।
तपाईले परमेश्वरलाई पहिलो पटक कहिले भेट्नुभयो? परमेश्वरले तपाईँको जीवनमा गरेको चमत्कार पहिलो पटक के हो? के तपाईँ आज पनि त्यो आगो, जागृतिको, पवित्र आत्माको आगो चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आज फेरि परमेश्वरको नजिक तपाईँ आउनुहोस्। प्रिय दाजुभाइ दिदीबहिनीहरू, जीवनमा धेरै कुरा बिर्सिन्छन्, तर परमेश्वरसँग बितेका दिनहरू कहिले बिर्सिनु हुँदैन, किनकि ती दिनहरूले हाम्रो जीवन बनाएका छन्। त्यसैले हामी पनि आज भन्न सक्छौँ, मेरो बितेका ती दिनहरू म कसरी भुल्न सक्छु। तपाईलाई यस विषयमा के छ विचार? सङ्कोच नमानी लेख्नुहोस्। हस्त, धन्यवाद।